दर्शकवृन्द जीवन दर्शन टु युट्युब च्यानलमा यहाँहरूलाई हामी हार्दिक स्वागत गर्दछौँ। यहाँहरूको हामी शुभ दिनको पनि कामना गर्दछौँ। जहाँ रहनुहुन्छ, जस्तो अवस्थामा रहनुहुन्छ, भगवान् पशुपतिनाथले सबैलाई सदैव कल्याण गर्नुहोस् भनेर भगवान्सँग पनि हामी पुकार गर्दछौँ। जीवन अत्यन्तै विविध किसिमका यात्राहरूको एउटा सङ्ग्रह हो र ईश्वरले सृष्टि गरेका सबैभन्दा महत्त्वपूर्ण सृजना मध्येमा मानव जीवन सबैभन्दा महत्त्वपूर्ण सृजना हो र यहाँहरूले मानव जीवनलाई अझ सार्थक बनाउनका लागि, मानव जीवनलाई अर्थपूर्ण बनाउनका लागि, साँच्चै जीवनलाई एउटा कलात्मक बनाउन सक्नुभयो भने पक्कै हाम्रो सबैको जीवन पूर्ण हुने प्रतिबद्धता व्यक्त गर्दछु म। र जीवन दर्शन युट्युब च्यानलका विभिन्न परिधिहरू र परिवेशहरूमा यहाँहरूले आजसम्म हामीलाई दिनुभएको माया, ममता, सद्भाव र हौसलाले हामी अत्यन्तै गौरवान्वित भएका छौँ र आगामी दिनहरूमा हामी यसै गरी यस्तै ढङ्गले यहाँहरूको मायाको पनि पुनः अपेक्षा गर्छौँ र विशेष गरी विभिन्न किसिमका आध्यात्मिक क्षेत्रहरू, साहित्यिक क्षेत्रहरू, धार्मिक क्षेत्रहरू लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरू प्रस्तुत गर्दै जाने क्रममा आज हामी एउटा परिवार भेट भएका छौँ। किनभने स्कुल पढ्दाखेरिका साथीहरूको भेट आफैमा अर्थपूर्ण रहनेछ, आफैमा महत्त्वपूर्ण हुनेछ। विक्रम सम्वत 2051, 50, 52 सालतिरका यो समयावधिमा हामीले स्कुल पढ्दाखेरि भएका दुःखहरू, सुखहरू, तितो कतिपय यथार्थहरू पनि हामीले भएका छौँ। त्यो क्षण सम्झिँदा आज हामीलाई अत्यन्तै खुसी लागेको छ र सयौँ समयको पाबन्दीमा यो काठमाडौँ सहरको परिधिमा हामी हिँड्दै जाँदा, डुल्दै जाँदा अनि जीवनलाई भोग्दै जाँदा हामी यो अवस्थामा आइपुग्यौँ र कोही बाध्यता, कोही रहरले हामी प्रवासमा पनि रह्यौँ र आज समयले सबै चिजहरूलाई जुटाएको छ। 20-25 वर्षदेखि हामी एकजुट हुन नसकेको, मनमा एकजुट भए पनि परिस्थितिले भेट हुन नसकेको यो दुःखद अवस्था थियो र आज हामीलाई समयले संयोग गराएको छ र हामी सबै भेटिएका छौँ। खुसी छौँ हामी अत्यन्तै र जीवन दर्शन युट्युब च्यानल परिवारको तर्फबाट र विशेष गरिकन हामीलाई माया ममता प्रदान गराउने, हौसला प्रदान गराउने तमाम दर्शकवृन्दहरूलाई हामी यो खुसी साट्नका लागि हामीले एउटा यो सामग्री प्रस्तुत गर्दैछौँ। आशा छ अन्तिम समयसम्म अवश्य पनि यहाँहरूले यो भिडियोलाई हेर्नुहुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ। र यसै क्रममा आज हामीले धेरै मेरा साथीहरू हुनुहुन्छ र म पहिला नम्बरमा आएको परिचय गराउन चाहन्छु। नमस्कार। नमस्कार, मेरो नाम सारिका बस्नेत कार्की है। तामाकोसी गाउँपालिका झुले मेरो घर। नमस्कार। हजुरले पनि आफ्नो परिचय दिनु होला र दर्शकवृन्दलाई। तारा तामाङ हो। मेरो चाहिँ दोलखा मकैबारी साखिने हो। नमस्कार, म रमला सुवेदी दिताल। म छोरी चाहिँ दोलखाको हो, बुहारी चाहिँ काभ्रेको हो। धन्यवाद। अत्यन्तै अनन्य मित्र तेन्जिङ शेर्पा, जसलाई पनि आज हामीले भेट्ने मौका पाएका छौँ। उहाँले आफ्नो परिचय दिनुहुन्छ। ओके, नमस्कार, म तेन्जिङ शेर्पा, म भुवनेश्वर नगरपालिका वार्ड नम्बर 1 नमस्कार, मेरो नाम तुलसीराज सुवेदी, जो युट्युब च्यानलको प्रस्तोताको आफ्नै दाई। मेरो घर भीमेश्वर नगरपालिका वार्ड नम्बर 11 मकैबारी। हाल म भक्तपुर दुवाकोटमा बस्छु। धन्यवाद। हाम्रो हजुरले पनि आफ्नो परिचय दिनु होला। हाम्रा हो दोलखा जिल्ला माइती चढीकोट हो, घर लादु। धन्यवाद। अब म मेरा अनन्य मित्र, हामी सँगै पढेको, एकदमै स्कुलदेखिको अत्यन्तै मिल्ने साथी भन्नुपर्छ। हामी दुःखमा पनि सुखमा पनि, स्कुल पढ्दाखेरि हामीसँग अभावमा पनि हामी सधैँ हाँसेर जीवन बिताएका यस्ता अभिन्न साथी लाई पनि म मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्छु र सम्पूर्ण दर्शकहरूलाई आफ्नो परिचय दिनु होला। धन्यवाद देवराज साथी। मेरो नाम चाहिँ सरिता शाह हो। म मकैबारीकै भइहालेँ। मेरो घर चाहिँ सेरा हो। यस्तै त होला। धन्यवाद। धन्यवाद। हाम्रा सम्पूर्ण परिवारहरूप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ र यो आजको यो विशेष दिन हो र हामी विशेष दिनमा अत्यन्तै खुसियालीपूर्ण यो माहौलमा छौँ र हामीले सबै साथीहरू जो अहिले आज समेट्न सकेनौँ, समेट्न चाहनु हुने हाम्रा साथीहरूलाई फेरि कुनै समय मिलाएर यसै गरी हामीले भेट्ने प्रतिबद्धता पनि व्यक्त गर्छौँ र संसारमा हामीले दुःखको बेलामा सृजना गरेका हरेक चिजहरूको मूल्य अलिक बढी हुन्छ। हामी दुःखका साथी हौँ
छौँ। सुखमा धेरै साथी भेटिन्छन्, तर दुःखमा भेटेका साथीहरू सदैव मानसपटलमा अविस्मरणीय बनिरहनेछन्। र यस्तो अविस्मरणीय क्षणमा आज हाम्रो यो विशेष दिन रहेको हुनाले पनि हाम्रा सम्पूर्ण दर्शकवृन्दहरूलाई स्मरण गरेका छौँ। यहाँहरू जहाँ रहनुहुन्छ, जस्तो अवस्थामा रहनुहुन्छ, संसारमा सबैभन्दा ठुलो कुरा के हो भन्दा साथी अनि सबैभन्दा माथि हो। विशेष चाहिँ धन्यवाद आज शारदा बस्नेत कार्कीलाई है। आज हामीलाई सबै साथीहरूलाई सरप्राइज दिएकी छ शारदाले। एकदमै विशेष धन्यवाद मेरो प्यारो साथी तेन्जेन। 25 वर्षको यो अन्तरालमा आज हामीले भेट्ने सुवर्ण अवसर प्राप्त गऱ्यौँ र हामी यो मानेमा खुसी छौँ, हामी दुःखमा जोडिएका साथी हौँ, हामी अभावमा जोडिएका साथी हौँ। त्यस कारणले पनि हाम्रो यो साथ र निरन्तरता सधैँभरि रहिरहने प्रतिबद्धता व्यक्त गर्दै जीवन दर्शन टु युट्युब च्यानल परिवारको तर्फबाट यदि यहाँहरूले हाम्रो च्यानल चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने युट्युबको सर्च बारमा गएर JIVAN स्पेस अनि DARSHAN अनि 2 अङ्कलाई खोज्नुभयो भने अवश्य पनि यहाँहरूले हाम्रो च्यानल भेट्नुहुनेछ। लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला, कमेन्ट गर्नुहोला। यहाँहरूको माया ममता र सदासदाका लागि जीवन दर्शन परिवार सधैँभरि रहिरहने प्रतिबद्धता व्यक्त गर्दै आजको यो अत्यन्तै मिठो र अर्थपूर्ण भेटसँगै जीवन दर्शन युट्युब च्यानल परिवारको तर्फबाट यहाँहरूको शुभ दिनको कामनासहित यो छोटो भिडियो क्लिप बिदा माग्यौँ। जय श्री राधे, जय श्री पशुपतिनाथ।